वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला। सो आज जेठ 2 गतेको 4 गतेको दिन अनि सो आज हाम्रो मडी सुल्टिनेको आज बर्थडे। यो हाम्रो सरिताले 10 दिन जति माइत गएर लास्टमा सुँगो लिएर आएको यो 10 दिन जति माइत जाँदाखेरिको हाल के हो मलाई राम्रोसँग थाहा छ हैन मेरो। अनि सो अनि हाम्रो कञ्चन कान्छी एकदमै सानी तर क्युट छ है, क्युट हो कि हैन? सानी छ तर क्युट छ। अनि आज हाम्रो मडी सोल्टिनीको बर्थडे हो। अनि मडी सोल्टिनीको बर्थडेमा चाहिँ राति है ठ्याक्कै 12 बजी पोस्ट गर्छु भनेर भिडियो हेर्दै बसेको, भिडियो हेर्दै तपाईँको एउटा फिल्म निस्केको रहेछ क्या, लिम्बूहरूको लागि बनेको रहेछ। के फिल्म भनेदेखिको फुलबारी के भन्ने छ, एकदमै बवाल छ त्यो मुभी। मैले पनि हेरेँ होइन, एकदम खतरा लाग्यो। जो स्टोरी ठिकै हो, राम्रै हो त्यतिकै होइन। अनि अरू गाइज आजको क्लाउडिङ पनि एकदमै बवाल छ। ल हेर्नुहोस् है, मौसम पानी परेर हो कि तल कोसी छ, हेर्नुहोस् न तल डुङ्गा छ, क्लाउडिङ एकदम बवाल छ, कोसी धमिलिएको छ। हामी यता माथि गाउँ घुम्न जानु पऱ्यो भने यो गाउँ कञ्चन्द्रमा अनि अङ्कललाई मारेर हिँड्दैछौँ हामी यसरी। सो त्यो हो। अनि मडी सोल्टिनीको बर्थडे भएको कारणले गर्दा त्यो बेलुका मनाउने कुरा छ। अनि त्यसपछि हामी भोलि लगत्तै जान्छौँ। अनि हाम्रो सोल्टिनी पनि बिराम भएको हुनुहुन्छ। फेरि अहिले एकछिनमा बिराम भयो भने के गर्नुपर्ने हो, त्यो अलिक गाह्रो हुन्छ क्या। अनि हुन्छ कि हुँदैन भन्ने लागिरहेछ अझै पनि। सो बर्थडेको दिन चाहिँ त्यस्तो नहोस्। ह्याप्पी बर्थडे टु यु सोल्टिनी, मटी सोल्टिनी। त्यस्तो बिराम कहिले पनि नहोस् तपाईँलाई। आउँदो दिनहरूमा राम्रो होस्, तपाईँलाई फल मिलोस्, आफूले चाहेको चिताएको कुराहरू सबै मिलोस्। सो त्यही भन्न चाहन्छु। म गाउँहरू घुम्दैछु यसरी। हामी यस्तो उकालो चढ्दैछौँ अहिले है, यस्तो भिड। दिनको घर लास्टमा खेत हो, यहाँ पनि पुरा तपाईँको बसिँदा यति धान हुन्छ। वा कत्रो रुख हो, यो रुखमा घाँस काट्ने को भन्ने कुरो हो। र हामी यसो घुमौँ, त्यस पछाडि ऊ माथि बारी घुम्नुपर्छ। पहिला बारी घुमौँ, आऊ यताबाट घुम्नुपर्छ ल हामी। यहाँ त अम्बकको रुख रहेछ यार, अम्बक फल त कस्तो फल्ला यार। तर अहिले त छैन, एउटा फल दिएको भए नि थियो नि। कुनै 12 मासी जस्तै अम्बक हुन्छ कि। सो म यहाँसम्म लात्ती पुऱ्याउँछु ल। वाउ त्यो गाइस पहिला त तपाईँको कति अलिअलि पहिला क्या तपाईँको 11-12 पढ्दाखेरि त म अलरेडी त्यो वकिङ पनि सिकेको नि त। अनि त्यति बेला चाहिँ तपाईँको जिउहरू पनि एकदम फुर्ती थियो क्या, फुइ उड्नु मन लाग्ने, नजाने पनि होइन, एकदमै फुर्ती थियो। आजकल त आँट पनि आउँदैन, खै के हो जिउ बोधो भएको छ क्या। त्यो गर्दाखेरि एकदमै जिउ पनि फुर्ती है, मान्छेहरू पनि जस्तै मान्छे डिब्बै फ्याँक्छु जस्तो लाग्थ्यो गाइज है। अहिले त छैन हौ त्यस्तो आँट पनि। यो भनेको एउटा ट्रेनिङ, एउटा तपाईँको निरन्तरताले पनि हरेक कुराहरू सिकाउने रहेछ क्या हो। रमाइलो लाग्यो अरे आज। ल हेर्नुहोस् खेत, हेर्नुहोस् है यहाँबाट गाउँ यो देख्न सक्नुहुन्छ। यहाँनिर कुलो थिएछ सट्टसँगले एउटा ढुङ्गा छँदै त सुत्नुपर्छ क्या हो। निन्द्रामै हिँडेको मुख पनि धुएको छैन आज, घाम यताबाट उताउँदो रहेछ, लास्टमा यता अस्ताउने। यतापट्टि भिड रहेछ पुरा है, वा पुरो भिड। दाउरा चाहिँ दियोस् गाइज होइन, उता हाम्रो सँगतिर जस्तै हुने क्या। दाउरा चाहिँ खोज्नुको लागि कुनै पनि टाढो जानु नपर्ने, दाउरा छैन भन्नु नपर्ने क्या। त्यो गाउँघर हो नि त। हाम्रो बोजूहरू देऊ त कान्छी एकदम बबल। वाउ अर्को वाउ ओ वाउ ब्युटिफुल छ कान्छी। कञ्चन भन्छ हाम्रो नाम। ए होइन के भएर नाम? युनिसा माझी। सो फाइनली परको पुल छ। हामी हिजो त्यो पुल पनि गएको थियौँ, भ्लग हेर्नुभयो होला हिजोको होइन। त्यहाँको नि भ्लग हेर्नु भएको छैन भने छोटो छ, कञ्चन गएको थिएन। उहाँ पारिको रोड छ होइन, यो रोडमा भनेको तपाईँको सामानहरू अब ल्याउने पुर्याउने अब हुन्छ। यो ठाउँमा भनेको काम भनेको ट्र्याक्टरहरू चल्ने हो। गाउँघरमा प्रायः जस्तो बेसी भनेको सानो रोड हुन्छ होइन, सानो रोडमा ट्र्याक्टरहरूले कुद्ने हो। त्यस पछाडि यता भनेको अब अटोबाटै घुम्नु ऊ माथि जङ्गल जाने अब डाँडा। ऊ तल सरी त कहाँ गएको भन्दैछ, जाम जाने भए जाम के हुन्न।
साथी लो भुत्तै मालिङ्गो खाटे निलाई यताबाट आउन दिनु यहाँ मैले भिडियो बनाउन आएको नि त यहाँ मालिङ्गो खाटे निलाई बिना यो बाजा 1 2 3 1 2 3 गो आया यहाँबाट फेरि 1 2 3 गो ढिलोमा छन्दै ल हेर्नुहोस् कस्तो दामी छ है जस पानी परेको दिन चाहिँ जुनसुकै ठाउँ पनि बब्बालै हुन्छ बिस्तारै झर्छ ल हेर्नुहोस् यतातिरको बारीहरू है स्पेस पनि कति छिटो भरियो जा अहिले उहाँ पर बाँदर लागिरहेको थियो होइन अनि बाँदर देखेर के याद आयो भने ठ्याक्कै अहिलेको समय भनेको अहिलेको जेनेरेसनमा भनेको युवाहरू जति खाडी मुलुक गइहाल्नुपर्छ कि कता गाउँ छोडेर पैसै कमाउनु भनेर कहाँ जानुपर्छ होइन त्यो भएको कारणले गाउँघरमा अहिलेको जुनसुकै ठाउँको पनि अहिलेको जुनसुकै ठाउँको परिस्थिति पनि त्यस्तै छ क्या गाउँघर चाहिँ छोडेर पैसा कमाउनु केही गर्नको लागि अब टाढिनु पर्ने हुन्छ आफ्नो परिवारदेखिको अनि त्यो भएको कारणले गर्दा गाउँघरमा बाँदर लाग्ने अनि बिचरा गाउँघरमा बुढाबुढी छोरी मान्छेहरू मात्रै छ अहिले प्रायः जसो अनि अब त्यो मलाई बाँदर खेदाउनु कम गाह्रो पर्छ होइन छोरा मान्छेलाई जस्तो टेर्दैन पनि बाँदर त्यस्तै खेतारो पनि भएको छ अहिलेको यो सरकारको कारणले गर्दाखेरि होइन सब यस्तो भइरहेछ युवाहरू विदेश हिँड्नुपर्ने अनि गाउँघरमा गरी खानु नसकिने यो गाई चाहिँ यो छ है त्यो भएर भोट हाल्दा चाहिँ एकदम सही र भोटलाई चाहिँ सदुपयोग गरौँ है यो साल चाहिँ है गाई किनकि 84 लाग्यो अबको यो 84 पनि हामीले भोट बिगारियो भोट नराम्रोले हालियो भने अबको जिन्दगी भनेको झन् खत्तम कालो एकदम जिन्दगी कालो पर्दामा जान्छ क्या यो झोलेहरू धेरै भएको कारणले गर्दा मेन कुरो खत्तम भएको झोलेहरूको कारणले गर्दा मेन भनेको है म पनि एक समयमा यो ख्यालमै तपाईँको माओवादीमा लागेको थिएँ लास्टमा मलाई नै खत्तम रिस उठ्नु थालेको यो ठाउँमा किनभने तपाईँको होइन चाहिने भन्दा बेसी के गर्नुपर्ने होइन लास्टमा झोले हो त्यो त मलाई थाहा छ मतलब केही गरिन्छ कि केही होला कि भनेर सोचेर म त लागेको तपाईँको विद्यार्थीसँग यताउति भनेर काठमाडौँ पनि गएँ लास्ट नबुझेको नि त तपाईँको 11-12 क्लास पढ्दाखेरि त हो त्यति बेलाखेरि अलिकति पावर पनि भएको जस्तो लाग्थ्यो अहिले त त्यस्तो छैन जो ल हेर्नुहोस् उहाँनिर ट्याङ्की रहेछ पानी ट्याङ्की सो पानी ट्याङ्की माथि टक्क गरेर बस्ने एकछिन फाइनली गाई चाहिँ यिनीहरू पानी रहेछ यो चाहिँ मूल ट्याङ्की नै म खोलेर मुख धुनु पऱ्यो किनकि तपाईँको मुखै नदिनेको क्या माथि केरा छ गाई कति धेरै केरा पाइन्छ यतातिर तल घरबाट गर्ला गुलुम झरेको यस्तो हुन्छ तर हाम्रो ठ्याक्कै म यहाँ घर सरिदारको भने ठ्याक्कै यहाँ चाहिँ यस्तो छ यहाँ हेर्नुहोस् ल यहाँबाट चाहिँ पहिरो झरेको तपाईँको बर्खा टाइमको बेला ऊ तल कोही छ कोसी नाउँ यहाँनिर छ ऊ नाउँ भयो हिजो हामी खेलेको नाउँमा टक्क यस्तो छ ऊ यहाँ आपुरो ट्याङ्की फाइनली हाम्रो कञ्चानो त्यसको चाहिँ अहिले पऱ्यो ल यो बाँसको चाहिँ तामा नि खानु मिल्छ गाई चाहिँ ठ्याक्कै ओके र गाउँघरमा यसरी घर छोडेर हिँड्नु परेछ है अहिलेको नेपालको सिचुएसन नेपालको अवस्था भन्ने त्यस्तो छ गाईहरू नेपालको सरकारकै हामी भोट दिने जनताहरूले पनि नबुझेर होला अहिलेको यस्तो अवस्था बिहोर्नु पऱ्यो अन्त नेपालमै परिवारसँग बसेर बसेर होइन बस्न पाइन्छ त्यही हो यहाँ पानी आउँछ कि आउँदैन आउँछ ए आउँछ रहेछ म त बस्छु तिमी चाहिँ सुकै घर पुगिहाल्यो होइन बाह्र हेर्नुहोस् यहाँनिर बिचरा एमबी सक्यो अस्ति मिलेर मेरो फोनमा 200 MB तानौँ न त अनलिमिटेड भनेको नतान्नु अरे मेरोमा तानौँ न त भन्दाखेरि पनि नमान्नु अरे 100 रुपैयाँको नमान्नु अरे 100 रुपैयाँको लगाएर कुट्यो दुख्यो
सो हाम्रो मटी सोल्टिन कता जानुभएको थियो भनेर सोचेको थिएँ अघि पनि ठ्याक्कै बिहान उठ्ने बित्तिकै देखेको थिएन क्या ओछ्यानमा ओछ्यान छोडेर टाप्ने पत्ता ओछ्यान पनि नमिलाइकन टक्कसँगले अहिले यहाँ आएर बसेको थिएँ हावा खाँदै भिडियो एडिट गर्दै अनि ठ्याक्कसँगले पर लामाकोमा गएर आउनु भएको रहेछ क्या धामी लगाइवरी आज सन्चो हुनुहुन्छ कि अलिअलि र नि मुख त ठुस्सै छ हाम्रो भाइ सो फाइनली गाइज है अनि माथि घुमघाम गरेर कञ्चनसँग आएर खानासाना खाएर हामी अहिले फेरि हाम्रो भाइसँग तल खोला खेल्नु गएको पौडी अलिक गर्मी भएको आज घाम त लागेको छैन त्यही पनि यो अब खोलामा पस्ने बित्तिकै खोलामा पुग्ने बित्तिकै जाडो हुन्छ क्या हुनु चाहिँ त्यही पनि हामी पौडी खेल्नु भनिदिएको छौँ अनि सो अब जाँदैछौँ गाइज चाहिँ यहाँ न कोसीले माथि यति माथिसम्म आएको थिएछ पहिला घर मुनिसम्म हेर्नु कोसीको कारणले गर्दा योभन्दा धेरै अगाडि कोसीले बगाएर जनधन के क्षति भयो यति उति भनेर न्युजहरू सुन्नु भएको छ होला सो यही हो है त्यसमा यता हामी खेल्छौँ तहमा र पनि लाइफ ज्याकेट लगाएको छौँ सो त्यही हो गाइज हुन त हामी अरूमा खेलेको पहिला अलिअलि त आउँछ कुकुर बाउडी दौडिन अनि सो आफ्नो ज्यान रक्षा चाहिँ गर्नु आउँछ त्यति छ ल हेर्नुहोस् यहाँबाट सधैँ झन् चाहिँ नाउ रहेछ नि त आज नाउ लगेर को गयो ए पारि पुऱ्याएको रहेछ नि त र सो फाइनली गाइज है हामी पौडी खेलेर लाइफ ज्याकेट लगाएर खेलिसकेको लाइफ ज्याकेट पनि खेल्नु सक्ने रहेछौँ त्यही पनि म्याचहरू खेलिहेर्छु गाइज ल हाम्रो भाइले भिडियो देखिन्छ खेल्नु जाने Terus guys, jangan nih. Ah, boleh tuh. Suni na मैले बिहेमा बोलाउनु हैन मैले मनमा नै दिइसकेको थिएँ साथीलाई सुन्नु भएको एकदम यहाँ मलाई फुलवाला देऊ है मलाई लगाएको छ त बोलेकै छैन चार्जै छैन गएर पार अब सुतेको मान्छेलाई अकालो खाइदिनु भयो पानी सकेछ पानी भरेर ल्याउ त पानी भरेर धाराबाट अभिषेक भन्छ खै त खै बजा के बोलाउन न के देखेछु अन्त भान्जा हो न उसको भाग खाएको मैले मलाई खाँदै मन
फिर्ता चाहियो भने तिम्रो लागि हैन त्यही भाडा राम्रो रहेछ है आउ तुम हिजोको भ्लग चाहिँ त्यतिर बर्बाद गर्दा आजको दिनमा फेरि नेक्स्ट भ्लग लिएर आउने छु अनि सो हिजोको बर्थडे पार्टी भनेको त्यस्तै हो होइन बर्थडे भनेको त्यस्तै सो त्यस्तो एकदमै रमाइलो गऱ्यो नि सो पानी परेको कारणले गर्दा सिसिमहरू निस्केर लास्टै भएर थियो अनि बत्तीहरू पनि नबालेको त्यो समय लाइन पनि गइरहेको थियो अनि त्यो भएको कारणले गर्दा फेरि हिजो खासै उज्यालो भएन त्यति फोटोहरू चाहिँ राम्रो क्लियर आएन त्यही पनि भएर छ गाइस थियो एकदम बपाल बर्थडे मनाइयो त्यो गाइस